हेलो गाइज, आज भने चाहिँ डे 4 मा रहेको छौँ हामी। आजको चाहिँ हाम्रो यात्रा रहेको छ नाम्ची टु दार्जिलिङ रहेको छ। अब भने एकछिनमा ब्रेकफास्ट खाइयो, अब भने लाग्दैछौँ हामी नाम्चीतर्फ। हामी चाहिँ आई लभ तिमी चिया गाडीमा आएका छौँ। अब चाहिँ जाँदैछौँ माथि। टिकट काट्नुपर्ने जस्तो देखियो हो यहाँ, हेरौँ है। हेलो, नमस्ते। तिमी टी गार्डन सिक्किम। एकदमै राम्रो हुन्छ। वर्षमा कति दिउ गर्छ? वर्ष त जति फलाउँछ भइहाल्छ हैन? सबसे अस्ति भयो। कहाँबाट छक्का आउँछ हेर त। यहीँबाट यो माथि हामी देख्छ। सिक्किमको सामदुप्चे भन्ने ठाउँमा आइपुगेका छौँ। अब हामी कसरी कहाँ कहाँ जान्छौँ हेर्दै जाउँ, के गर्छौँ। रमाइलो छ भने कुहिरो एकदम लागिरहेको छ, कुहिरो एकदम लागिरहेछ। कहाँ माथि हो? এটা তো ভালো নয় না। কালকে তো তোমাকে আমি পুরো আটটাও করলাম না, ওটা করলাম, ওটা তো তুমি তো বুঝতে হবে লোকটা কেমন আছে, তাই না বলি? না না, এখন তো কিছু বলছি না, কালকে বলছিল। হ্যাঁ না, সকালে ওইরকম বলছিল গাড়ি পাঠাবো আলাদা। না 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 ভাই, ওইরকম তো বলবে না। না না, ওই টাকা তো হয়ে যাবে, কিন্তু গল্পটা হচ্ছে বলে দেখা যায় তোমাকে কেন পারবো, তুমি তো কমফোর্টেবল হবে না এই গাড়িটা, তুমি এরকম তোমাকে পাবা, ওটা তো আমি কেন করবো? না হলে গাড়ি খাবে খেতাম বুঝু হারে কাউকে পেপার এটাই বুঝি। और मोस्टली बच्चे ही ज़्यादा रहते हैं सर्विस में। हमें जगह जो उन्होंने ऑलरेडी तो भालो করে নিতো ওদের তো হোটেলে জলটা ছিল না, আমাদের কাছে সব গরম ওয়াটার দিই, অন্য দিনে তো সব নিয়ে গেল, ও টাকাটা আলাদা 50 টাকা করে বটল। আজকে আমাদের বটল দিতে চলছিল না, নাম কি ও রাস্তা শুনতে वैसी सन्दुप्चे रे। सबै उतैको ठाउँको नाम छ भनेको सबै छोडेको। এটা তো আমি ভালো করে ডর লাগে যখন আমি পুরো দিনে টাকা দিয়েছি।
Huh? One of the tallest. The thing I need remove your shoes. आहा ठ्याक्कै सुरुमा पुम्दीकोटमा गएको जस्तो भयो नाम्ची हेरेर यही त छ रहेछ हामी पुम्दीकोट के पुम्दीकोट छ नि त्यहाँ ठ्याक्कै त्यहाँ फर्स्ट टाइम जाँदाखेरि त्यस्तै कुहिरो लाग्यो कि अनि त्यही देख्न नपाएको ठ्याक्कै अहिले कुहिरो छोडिदिएको थियो कति टाढो त्यहाँबाट त्यही हो माथि गयो भने चाहिँ उसको देखि चाहिँ त्यति हो के फरक पर्दैन यो के यो भइहाल्यो त यति देखिहाल्यो घुम्न त बनाएको त्यही घन्टी आफै बज्दो रहेछ guys, finally we're at Char Dham. Let's see कस्तो रहेछ हेरौँ है हामी चाहिँ यहाँबाट चारधाम जाँदैछौँ पार्किङ गरेर हिँड्दैछौँ हामी हिँड्दैछौँ छोराले चारधाम लिएर आयो भनेको अघि हाँस्नु भयो कि मम्मी त्यही भएर के यसको प्रतिक्रिया के दिनुहुन्छ तपाईँलाई दिनुहोस् त बुवा भन्नु त छोराले आज एनिभर्सरीको दिन उ लिएर आयो चारधाम लिएर आयो भनेर भनेको हाँस्नु भयो होइन हाँस्नु भयो त्यो भएर तपाईँको प्रतिक्रिया के छ भनिदिनु न भनेको कि सिवेज प्रतिक्रिया आएको छ है हेरेर जाऊँ बुबा खुसी हुनु त
टोयोटा गाड़ी है अच्छा बोला मजा त्यहाँ होटलमा कसरी रेडी उसले अर्डर दिन्छ पाउनु पाउनु कताबाट हेर्नुपर्छ सोध्नुपर्छ ए जान्छ कि त्यो भएर हामी चाहिँ चारधाम आइपुगेका छौँ है अब लाग्दैछौँ किरातेश्वर द्वारतर्फ तिरुपति एकदम होस गरेर है अब खिचेर छन् भने खिच्नु ल ल ल मात्र पनि डर लाग्छ कि होइन मलाई कस्तो दिन कि त्यो मिल्दैन एकदम खिच्दैछ नि अन्त केही भएन द्रोणाचार्य जस्तो लाग्छ के अरे किरातेश्वर बाबा की जय ल हामी कहाँ आइपुग्यौँ यो केलाई के भने यो नाम यो चार धाम सिक्किममा चाहिँ भारतको 4टा धाम छ हजुर त्यो मध्येमा एउटा चाहिँ यो रामेश्वरम धाम हो विच इज लोकेटेड इन साउथ इन्डिया हैन अनि यसको चाहिँ हिस्टोरिकल बिलिफ सर्टमा भन्नुपर्दा राम भगवानले जब राम सेतु बनाउनु भएको थियो त्यो पुलको निर्माण भएको जग्गा पनि रामेश्वरम भनिन्छ क्या अनि त्यो चाहिँ साउथमा छ त्यसको एउटा सानो उयो चाहिँ यहीँनिर पनि सिक्किममा देख्न सक्नुहुन्छ ओके थ्याङ्क यू भेरी मच फर योर डिस्क्रिप्सन कस्तो लाग्यो कोको छौतमै हो आन्टी यसै छौतमै हो आयामा यो त छौतौ हैन बिल्डाको बिल्डाको त माइसतिर हैन हैन बिल्डाको माइसो हैन हामी त अब गार्डन भन्नु भन्छ यो त गार्डन त बना सुटिङहरुको लागि म हामी पनि गर्छौँ त्यो गर्नुमा यहाँ चाहिँ एउटा सुटिङ चलिरहेको थियो कि कहाँ लाइटिङको उयो गरेको थियो चिप्लो छैन नि हुन्छ हुन्छ हस् हस् हामी जाँदैछौँ साई टेम्पल शिरडी शिरडी साई बाबु ओके शिरडी साई
फोटो खिच्न कन्जुसाइ नगर्नु फोटोहरु खिचिरहनु है नहीं मैं यहाँ चारधाम सिक्किम चारधाम में हूँ हाँ नाम से अब यहाँबाट दार्जिलिङ जान्छ हामी बेलुका आज केबाट पर्छ हम लोग रिटर्न बैक सिलगढी अविनाश साथीले घुमा गरेर त तपाईलाई त कसरी तपाईको नाम आयो त हैन त्यही भयो नि आज कन्तिकै छ ब्रो आजको टुरको श्रेय त अविनाश साथीलाई हो यस हैन भन्ने के आज अविनाश हैन हैन यो त मैले भिडियोको लागि मात्रै भनेको यो त सबै श्रेय त हजुरहरुले जान्छ नि म त एउटा पात्रो मात्रै हो आयो हो म पनि आइपुगे श्रेय चाहिँ तिमीलाई जान्छ तपाईलाई जान्छ के भयो तलैबाट ल्याएछु मैले तलैबाट छ डल्ले लिङ्ग नै बनाइदिएको रहेछ कति 7वटा कि 8वटा लिङ्ग छ नि त हैन रे भन्छु 10 लौ ज्योतिकुण्ड हेरेर चाहिँ अब हामी फर्किने तर्खरमा छौँ उहाँहरू चाहिँ आउँदै हुनुहुन्छ बुवा मम्मी साथी आन्टी के रे के कुण्ड रे ज्योतिकुण्ड रे के रे के कुण्ड रे यो चारधाम ए ज्योतिर्लिङ्ग ल आउनु म पनि अलिकति कन्फ्युज नै भएर चाहिँ सोधिरहेको छु है 12वटा छ उफ त्यहाँसम्म छ यहाँ एउटा छ नि त त्यही हो रिप्लेस सोधौ चिसो ठ्याक्कै चन्द्रगिरीको जस्तो रहेछ वेदर यहाँ चिसो है सबै लोकेसनहरु दिएको छ यहाँनिर चाहिँ अब चाहिँ हामी चारधामबाट फर्किँदै छौँ अब उहाँ म्याप हेर्दै हुनुहुन्छ कतिजना चाहिँ अब चाहिँ लगभग जुत्ता सुत्ता लाएर अब चाहिँ हामी तल निस्किँदै छौँ अब आज चाहिँ दार्जिलिङ पुग्नै पर्ने भएर चाहिँ हामी आज हतार गरिरहेका छौँ हेर्दै जानु होला है त कस्तो लाग्यो भनेर मैले सोध्दाखेरि बुवा चाहिँ एकदम भावुक हुनुभयो त्यहाँको नजारा देखेर कस्तो राम्रो लागेछ त्यही भएर ही गट इमोसनल स्पिचलेस
अब चाहिँ हामी लाग्दैछौँ दार्जिलिङतर्फ। 5:30 को वेदर यस्तो छ। दार्जिलिङको वेदर धुम्म 5:30 मा कुहिरो लाएर यस्तो छ है। बुरा नमान होली है। आज इन्डियाको होली बच्चा बच्ची गर्दैछन्, होली खेल मनाउँदैछन्। सबैले लायो सबैले हुँदैन नानी काकीले मलाई हुँदैन यार जब लाइदिनु मलाई इन्जो एक हप्ता मासु बगो त भयो नि अन्त काम साम भइसक्यो हैन नानी हो त भयो त अब भयो त भयो सायनारा ल सायनारा सबैलाई बाई बाई। एकदम हस्। अस्ति आएको 4 दिन जस्तो भयो। निमा हो नि पेमु कहाँ हो? पेमु त काले काले छ नि है। तपाईँ कस्तो कलर छ हौ? निमा भन्दा अलि अलगै छ पेमु। निमा त उता कना छ। निमा भन्दा पेमु अलगै छ। म यस्तो गर्छु है अब। ल ल हुन्छ हुन्छ। ल हर्सिङ छुट्टी आयो। खोलेन आज सिधै दोकान खोलिरहेको छ होली। बाटोमा यसो हेर्दैछु न चित्रमा भ्यू खाली छ। यो बगानमा त्यहाँ ड्रेसेस लगाएर क्या यो यहाँ चाहिँ कञ्चनजङ्घा यस्तो दामी देख्छ कि भ्यू छ भने यहाँ जतिको चाहिँ दामी चाहिँ सायद देख्दैन होला, मलाई चाहिँ त्यस्तो लाग्छ। जिउ काम छ नि हौ अविनाश, क्लियर भ्यू छ भने क्या। मेरोमा फोटो पनि छ त्यसको। यो डल्लै देख्छ कञ्चनजङ्घा। मौसमको खराबी कारण आज हामीले कञ्चनजङ्घा हिमाल देख्न पाइएनौँ। हतपत देखिँदैन। म 2 वर्षमा एकपल्ट थिएँ, 1-2 पल्ट। यो चाहिँ चिया बगान रहेको छ यहाँनिर। यत्रो ससुराली आउँछु राम। तिमी दसैँ तक आउने नि हेर्न। हजुर दसैँ तक क्लियर हुन्छ भने हैन त्यो टाइममा चाहिँ देखिन्छ। म दसैँमै देखेको हो अहिलेसम्म। अस्ति तपाईँ म एउटा केटा देखेको थिएँ त होइन? आएन रहेछ। ए उसको चाहिँ को हो? त्यो दिदीको चाहिँ को हो त्यो केटा? होइन ती गाउँकै हो। ए यिनीहरू सँगै गर्छ? 3 जना अर्को त काम गर्ने राखेको त्यो अर्को छ। आमा अहिले फर्किँदाखेरि नि तपाईँहरू 4 जना सेकेन्डमा बस्नु है, अन्त अगाडि म बस्छु। मान्छे पाइहाल्यो हुन्छ 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 हुन्छ। अगाडि पछाडि पनि हाल्छु। हुन्छ हुन्छ हुन्छ। अगाडि पनि हालिदिनु पायो भने म त भइहाल्छु। त्यसको लागि नमान्नु न। तँ चाहिँ के गर्छस्? हो भइहाल्छ म। झुन्डेली पुग्ने काम चाहिँ नगर्ने। यो डल्लै लेबङको गाडी हो। दादाको गाडीमा यतै हुन्छ। दार्जिलिङ बजार हो। बस स्ट्यान्ड हो। चोक बजार भन्छ नि है। चोक बजार भन्छ। चोक बजार सुपर मार्केट हो त्यो त सुपर मार्केट। चोक बजार भित्र। म पनि चिन्न थालेँ। खुसी लाग्यो। कुन छ होला? हिडन हल। यो क्लब साइड है अङ्कल। त्यो दार्जिलिङमा एउटा नेता मारेको थियो नि मदन तामाङ, यहीँ मारेको। यो माथि चौतारामा यो त्यो माथिपट्टि देख्छ नि त्यहाँनिरै भाषण दिँदै गर्दा हो। यो माथि चौरस्ता यो केभेन्टसको यता यो बाटो यता चौरस्ता। हामी चाहिँ अब यस्तो पिस पगोडा हौ ट्याक्क यो माथि मारेको हो क्या अङ्कल मदन तामाङलाई यसमा। भयङ्कर षड्यन्त्रले मारेको नि है यस्तो प्राइम लोकेसनमा। हाम्रो बाबाहरूले त सिलाउनु नपऱ्यो है।
ए हो बाबाले फोटो खिचेर ल्याएको यति मासु हामी चाहिँ जाँदैछौँ पिस पकोडा होइन फिस पकोडा पिस पकोडा जापानिज टेम्पल पनि भनिन्छ जापानिज टेम्पल निकै भव्य रूपको छ त्यो के को पूजा भन्दाखेरि त्यो चाइनातिरबाट यस्तो त्यो मङ्गलामा हुन्छ नि त्यो कस्तो त्यस्तै कलरको लुगा लाउने थियो हौ त्यस्तोहरू पुरा आउँछ त्यो दिन चाहिँ बन्द हुन्छ त्यो दिन चाहिँ बन्द हुन्छ अरू बेला त बन्द हुँदैन जापानिज टेम्पलमा पनि एन्ट्री एउटा हेर्दा कस्तो चल्छ होला है प्रयासले कट गर्छ जापानिज टेम्पल किन सबभन्दा दार्जिलिङको सबभन्दा अप्ठ्यारो र झिलो जग्गा जापानिज टेम्पल त्यो चाहिँ हो है त्यसले गर्दा प्रयासले कहिले गर्दैन जापानिज टेम्पल ग्रुपमा छ भने मात्रै ल्याउँछ नभए एक्लै छ भने बन्दै हो भनेर भनिदिन्छ टुरिस्टलाई हेलो फाइनली वी आर इन पिस पकोडा अब हामी जाँदैछौँ एकछिनमा दार्जिलिङको पिस पकोडामा छौँ हामी अब हामी जाँदैछौँ चिसोले घोडा देखेको है चिसोले अमिले खानु हुँदैन नि फेरि हाई गरिदिनु त आमा ए छिटो जाउँ यो फेरि दामी हाय 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 वाह तपाईँको सपना दूरबीन यो फोटो खिच्नु भइन्छ रेलमा जाम 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 रोक्नु त रोक्छ Happy
Happy birthday to you. Happy birthday to you. Happy birthday, dear Avinash. Happy birthday to you. May God bless you. May God bless you. Happy birthday, dear Avinash. Happy birthday to you. त्यो धन्यवाद ज्ञापन दिन ठिक छ हैन मैले भन्ने कुरा उहाँले भनिसके मैले हैन मिल्यो भनेदेखि चाहिँ जे भए पनि आफ्नो आमापछिको सासू ससुरा हुन् हो कि हैन एउटा आत्मा हो हैन मिलेदेखि ल्याउनु पोखरा घुमाइलोमा हैन हुन त उहाँले के भन्नु भने पोखरामा मेरो भाइ हुँदा त म गइदियो भने अब त म के जान्छु भन्नु उहाँले दाजु हुनुहुन्थ्यो त्यत्रो वर्षसँग बस्दा त म गइनँ अब त के जाउँला भन्ने विषय कुरा गर्नु तै पनि अब हामीलाई चाहिँ एकदम इच्छा लाग्यो घर आइदिएदेखि भने जस्तो सोचाइ भयो भनेदेखि चाहिँ अब मन टाढा हुँदैन क्या कहिले पनि नजिक हुन्छ हैन त्यसले गर्दाखेरि भएदेखि चाहिँ एकदम पेशेन्ट छु सुन्नु सर्वप्रथम नमस्कार कस्तो हाँस्नु आमालाई हेरेर घुर्लुकै धुबिल्न भन्दै बत्दैछ सर्वप्रथम नमस्कार तपाईँहरू आइदिनु भयो औ कष्ट गरेर हाम्रो घरमा चरण स्पर्श गरिदिनु भयो त्यसको लागि मुरी मुरी धन्यवाद ठुक्राउँदछौ एक हामीलाई दुःख भयो भनेर सोच्दै नसोच्नुहोस् हामीलाई आनन्द भयो मेरो स्टाइलमा भनेको एकदमै खुसी लाग्यो हुनु त धेरै वर्ष बाद भेटियो है मैले त फर्स्ट टाइम भेटेको हो तर मलाई धेरै वर्षदेखि भेटेको जस्तो लाग्यो सुन त आन्टी र अविनाश आएर भएकै थियो सुनमा सुगन्ध चाहिँ अङ्कल आएर पनि थप्यो त्यसको लागि एकदम ढिला भएको नै मेरो कारणले हो कि तर तपाईँ आएर मजा आयो नि त मेरै कारणले कि ढिला भएको तर तपाईँ आएर भव्य रूपको भयो क्या अन्त एकदम हामी पनि काठमाडौँ आउँदा दुःख दिन्छौँ हाम्रो पट्टिबाट केही भुल त्रुटि भयो भने क्षमा गरिदिनुहोस् भन्दै सानो वक्तव्य पेश गरे कति भयो 5 सेकेन्ड पनि नगर्ने ठाडो भयो के अरे ठाडो भयो ठाडो चाँडै हो नि सबै आउनु पर्यो नि धेरै चाँडै आएको थियो खै हेरौँ पहिला हेरौँ त्यसपछि नि मात्रै हुन्छ